Hey guys, welcome back to my another video. अनि आज म अस्ति नै झापा आएको थिएँ नि त अनि त्यसपछि आज चाहिँ धरान फर्केको के 5 दिनपछि गाडी पर्खेको 1.5 घन्टा भइसक्यो। गाडी आएको छैन, यहाँ ल्याङ लागिसक्यो। अनि आज तपाईहरुलाई म मेरो माइली फुपूलाई इन्ट्रोड्युस गराउँछु। तपाईहरुले ठुलो फुपूलाई त देखिसक्नु भएको छ। यहाँ हुनुहुन्छ चन्द्रवती राम्री फुपू। हेलो गर्नु न। हेलो हाई। उहाँको नाम चाहिँ सरिता राई एन्ड उर्फ राम्री पनि हो क्या। फुपूको नामै राम्री हैन। अब कहीँ जाने फुपू। अनि हामी चाहिँ अहिले चन्द्रगढी एयरपोर्टमा छौँ, तर जाने चाहिँ धरान बसबाटै हो क्या। धरानमा एयरपोर्ट छैन नि त, त्यही भएर मात्र हो, नत्र त हामी प्लेनमै जान्थ्यौँ। अनि अब फुपूले पनि तपाईँहरूलाई 2 शब्द मेरो प्यारो प्यारो भ्युअर्सहरूलाई भनिदिनुहुन्छ ल भन्नु न। यहाँ मेरो भनाइने चाहिँ भिडियोमा तपाईँहरूले लाइक कमेन्ट सेयर गरिदिनु होला। धन्यवाद। यति नै? थ्याङ्क यू। एक दुईवटा भन्नु न, एक दुईवटा। तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि अहिले चाहिँ ठिक्का मात्र छु। म ठिकै सन्चै चाहिँ होइन, ठिक्क मात्र हो क्या अहिले फुपूको चाहिँ। एन्ड हामी जाने हो धरान। अब हेरौँ, अब बस 4 घन्टाको बाटो मलाई जहाँसम्म लाग्छ 8 घन्टा 5-6 घन्टा त लाग्छ होला। किनभने बाटोमा दिउँसो त फुपू यति धेरै ओह्राल्दै निकाल्दै हुन्छ। अनि अब हेरौँ, मलाई त नमिठो त्यो। तर मैले झापाको यति धेरै चटपटे खाएँ। 5 दिनको बसाइमा 4 दिन त चटपटे नि खाएँ होला मैले। 4 दिन चाहिँ लगातार खानु पाएँ। अनि 5 दिनको दिन आजको दिन त धरान जाँदैछु। कहाँ खानु अब नखाने। अब मैले अस्ति भनेको थिएँ क्या, अब जङ्क फुडहरूलाई अलिक अभोइड हान्नु थालेको क्या मैले चाहिँ अहिले खासमा भन्नुभयो। त्यही भएर म आज खाँदिनँ। अब हेरौँ गाडी आइन्जेलसम्म। अनि तपाईँहरूलाई थोरै हल्का भ्यू पनि देखाइदिन्छु। यो अस्ति बालिन सारले जितेको होइन फुपू? झापामै त जितेको होइन? झापा होल एरियाबाट जितेको। यहाँ चाहिँ कसले जित्यो? झापा मतलब घन्टीले नि जित्यो। एक फन्का भ्यू चाहिँ हेरिहालौँ। यो मैले देखाउन सक्ने, म उठेर त देखाउन सक्दिनँ। यहाँ धेरै ब्याङ्कहरू रहेछ। देखा न। यहाँ पर एयरपोर्ट छ, एयरपोर्ट घुमेर आउनुपर्छ जस्तो छ यार फुपू। अनि यो हाम्रो सामानहरू बाटोमा लडिरहेको छ। लडाइराख्ने बाटो अलिकति लिएर आउनु पर्यो। यहाँ मेरो इम्पोर्टेन्ट सामानहरू छ गाइस होइन। यो मेरो प्यारो ब्याग तपाईँहरूलाई थाहै छ, मेरो स्कुलको भ्लगमा देख्नुभएको होला। एकछिन यहाँ राख्नु पऱ्यो आन्टीहरू। भुइँमा ठिक छ हौ नानी, भुइँमा नराख्नु यहाँ। ल यता राख्छु नि त अलिक यता। केही हुँदैन, उयो छ नि त कस्तो धेरै। ल होस्, डस्टबिन नि हो। डस्टबिन सोच्ला नि मान्छेहरूले। सोचोस्, आरामले बसिराख्नु भएको नि त फुपू चाहिँ। गाइस पर्खिँदा मेरो यात्रा चाहिँ त्यही त नि फुपू। त्यही भएर यस्तो झुट बोलिदिनुहुन्छ। घरि जनकपुर जाने भन्नुहुन्छ कि कहाँ गाईघाट जाने अरे। अनि धनकुटा जनकपुर धरान बाहेक सबै भनिसक्नु भइसक्यो। गाडी मलाई यस्तो उयो बदबु आइसक्यो यो गाडीको उयोको। त्यही हो। एन्ड तपाईँहरूलाई म अलिकति भन्दा चाहिँ म जस्तो मेरो काम परेर आएको थिएँ। यहाँ चाहिँ हल्का हस्पिटलको यात्रा पनि थियो। अनि त्यसपछि चाहिँ अब चाहिँ हामी धरान हिँड्यौँ। त्यही हो। अब बिस्तारै जाने बाटो क्रममा तपाईँहरूलाई म सबै कुरा देखाइ नै हाल्छु। अब यो भ्लग म कहिले हाल्छु त्यो त मलाई थाहा छैन। टाइम लाग्छ होला, एडिटिङहरू गर्नुपर्ने छ समथिङ। योभन्दा अगाडिको भ्लग पनि एउटा छ, तपाईँहरूले माथि गएर मेरो आइडी चेक गरेर हेर्न सक्नुहुन्छ। अस्ति भर्खर हालेको छु। वेलकम फेयरवेल पनि बाँकी छ। लेट्स अब गाडी आउन आँटो। गाइस हामी चाहिँ बिर्ता मोड आइसकेको छु। म त गाडी चढेकोदेखि सुते भएछु, भर्खर उठ्दैछु। बिर्ता मोड आएपछि उठेको है। लेट सी अब हेरौँ मेरो भोइस त केही सुनेको छैन होला, किनभने यति धेरै हल्ला छ गाडीको। अनि हावा आइरहेछ। म त मस्त सुतिरहेको थिएँ। यो चाहिँ बाहिर बिर्ता मोड अब रोड बनिसकेपछि कति मजा आउँछ होला यहाँ ट्राभल गर्नु। मेरो बुलेट आएपछि नि हो क्या अब यस्तोमा चाहिँ ट्राभल गर्ने मजा जस्तो मस्त सुतेछु। फुपू चाहिँ अब पर बसिरहेको अगाडि हुनुहुन्छ नि त जस्तो। अब हेर्दै जाऊँ कहाँ रोकाउँछ, भिडियो बनाउँदै जाऊँ होइन। रुम आइपुगिसक्यौँ होइन चन्द्रगढीदेखि। मैले भन्थेँ फुपू अगाडि जाने, मेरो हालत जस्तो लुगामा
वाट इज दिस माई हेयर स्टाइल न्यू हेयर स्टाइल ल गाडीले यस्तो बनाइरहेछ गर्मीबाट म यहाँ मर्न आँटिसकेँ अब एन्ड मलाई त यहाँहरू पनि झर्नु मन पर्थ्यो के भन्छ त्यसले आफ्नै बाउको गाडी जस्तो गर्छ भन्छ त्यही भएर म मुनि चाहिँ झरिन लगाएँ गाइस हामी चाहिँ इटरी आइपुगिसक्यौँ जस्ट इटरी आइपुगेछ यहाँ इटरी आउनु मेरो कतिखेर पुग्नु अब फेरि 5 दिनपछि फेरि ब्याक टु धरान यार मैले सोचेको थिइनँ मलाई चाहिँ धेरै धरानको माया लाग्छ भनेर पनि मलाई लागेको थिएन कति धेरै घाम छ गाइस कतिजनाले मेरो यो हेर्नु न कपालहरू ल्याङ भएर आइगयो होला घाममै परेको फेरि अब चाहिँ धरानमा गर्मी बढेकै हो त झापामा भन्दा पनि यहाँ धेरै गर्मी रहेछ फेरि गाडी फेरि रोकिदिँदा त मलाई रिस नै हुन्छ क्या रोकाएर यहाँ जिम्मा पुग्छौँ बस्दाखेरि पनि चाहिँ मजा आउँछ क्या यहाँ सिरिको हावामा है हाम्रो इटरी छ धरान नर फेरि आउने काम छ यार बसेकोदेखि ब्याक टु धरान गो टु धरान 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 नाम सुन्दा पनि सुकुन फिल आइरहेको छ यहीँ रहेछ क्या जस्ट लुक द ब्याक धरान छ यतातिर रोकाइले त हुन्छ अहिले फोन झर भएर पनि बहिनी कसले ल्याउँछ क्या धरान लाइन धरान लाइन क्या हो मेरो कपाल सबजना झर्दै हुनुहुन्छ धरान जाने त मै मात्र हो कि नखाने त एउटा सिक्रेट भन्नु थाहा छ म क्या लाइक गाडीमा हिँड्यो भन्दा एक दिन लगाएदेखि पानी खाँदैन समझ गए आप लोगले समझ गए जाँदा मैले बाटोमा एउटा यस्तो मान्छेलाई भेटेँ ओ माई गॉड सो क्यु भन्छ यति धेरै बकवास गरेर मतलब मेरो हिडेन ट्यालेन्टलाई च्यालेन्ज गरेर गयो मेरो हिडेन ट्यालेन्ट चाहिँ एक दिन जरुर भन्छ गाडी छिटो चल्न चल मसँग काम छ क्या बुबु चाहिँ यहाँ हुन्छ बिचरा बुबु मजाले बस्नु पनि पाउनु भएको बुबु अप्ठ्यारो भयो ऊ यहाँ छ ठाउँ भयो बिरामी मान्छेलाई गाह्रो छ मलाई त लाग्दैन म अस्ति भर्खर त धरानदेखि झापा गएको जस्तो लाग्छ फेरि झापादेखि फर्किसकेको गाइस यति पनि धेरै छिटो त यति धेरै ट्राभल भइसक्यो नि ट्राभलिङ गरिसकेँ मैले घरि बिराक्चो घरि धरान घरि इटरी घरि कहाँ जिन्दगी चलिरहेको थियो इक्जामले फन्का मारेको पनि थाहा छैन क्या इक्जाम आइरहेछ त्यो अलग टेन्सन छ अरू कुराको अलग टेन्सन छ इन्टर्नसिप उयो कम्प्लिट भएको छैन मेरो ट्युसनको बच्चे लोगलाई पढाउनु पर्ने छ यति धेरै मेरो काम छ नि घर गएर गाइस अब हामीले इटरी पनि कटिसकेन भयो अब यहाँदेखि धरानको यात्रा यति राम्रो देखिरहेछ नि अनि मस्त डिफरेन्ट राम्रो छ अब नेटवर्क पनि चल्दैन होला यो के खाट्याक गरेको हो मलाई पनि क्या एकचोटि चाहिँ होइन स्कुटीमा आउनु मन छ क्या यो बाटो कटेर कहिले होला होइन स्कुटी भन्दा पनि बाइकमा आउनु मन छ मलाई गाइस लोग आप लोगों को मैं क्या बताऊँ मेरे अंदर क्या त्यसलाई के भन्छ विसेसहरू छ भनेर क्या 22 सुका डारे सरी कति बेरमा पुग्दो रहेछ 2:40 भयो मेबी 3
बजी त झरा 3 बजी झरानको छु मलाई अहिले उयो भएको पो आउने यहाँ बस्छ गाइजियोस् रोडमा चाहिँ दम छ क्या मान्नुपर्छ क्या रोड चाहिँ खतरा छ आई रियली 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 लभ इट अहिले अरू त त्यस्तै त्यस्तै हो मलाई झरन आउँदा यति धेरै कस्तो सुकुन थियो मैले त योभन्दा लास्ट इयर म 2 महिनापछि झरन आउँदा मलाई झरन आउने मन थिएन एन्ड नाउ आई एम रियली ह्याप्पी टु इन खरान ब्याक यो चतरा गरेको चाहिँ जङ्गल एरिया छ नि त इट्स सो रिस्क फर सम वान के गराएको त त्यो ल गाइस अब यो गीत सुनेर म स्ट्यान्ड हुँदै बस्छु न धरान पुगेर नि धरान अरे धरान पुगेर उयो गरौँ न ल धरान आइपुग्यो धरान 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 स्टार्टिङ यही हो क्या चेक पोस्ट छ क्या गरौँ म के गर्छ अब ट्राफिक अङ्कलहरू आउँदै हुनुहुन्छ सिजिङ्गा चो भने वेलकम टु धरानको बोर्ड पनि हामी चाहिँ धरान आइसक्यो है धरान अघि अन्त यही भनेर चाहिँ भन्नु न आइपुगिसक्यौँ अब घर जाने हो होइन गाडीबाट निक्लिसक्यौँ 2टा गाडी चेन्ज गरेर आउनु पर्यो गाइस देख्नु पनि धरानमा भन्दा पनि बाहिर धेरै फ्यान फलोइङ छ हाम्रो एक्स मेयरको अहिले त सांसद हो कि सांसद भइसक्नु भइसक्यो संसद हो मलाई पनि थाहा छैन बरु यार मलाई राजनीतिको केही थाहा छैन धेरै अल्छी लाग्छ क्या पढाउँदाखेरि पनि मलाई राजनीति संसद हो कि संसद हो जेसुकै होस् अब पावर छिटो दिलाउनुहुन्छ टेबलमा अनि जाने हामी क्याम्प जानुपर्छ है म बुझ्नुपर्छ त्यहाँ गएर अनि त्यहाँ जाने त्यहाँबाट पुगेर कति बज्यो अहिले 3 ए भ्याउँछ रिफरको केसमा के हो भनेर बुझ्नु पर्दैन पुग्यो अरे त्यहाँबाट सोच्दै त्यही हो गाइस लोक होइन अब घर आएर आइसक्यौँ हामीलाई अब त्यो घर जाने बिचमा रोकिँदै गाडी चेन्ज गर्दै भयो भने आइपुगिसक्यौँ लल्लाखुल्लु हुँदै भयो भने आइपुग्नु भएको धरान लागेपछि त गाइस अब टेम्पो पनि चढ्यो भन्दा पनि हाम्रो बिचमा काम छ क्याम्पमा भनेर अनि त्यहाँ जान्छौँ एड्रेसको मात्र घर तपाईँहरूले यति मजाले मेरो जाग्नेको भिडियो हेर्नुभएको धन्यवाद एन्ड मैले चाहिँ होइन लाइक भिडियो बनाउँदाखेरि जब बनाउनु खोजेको तर अब गाडीबाट उठ्न पाइँदैन बसेर कति चाहिँ भिडियो बनाउनु र त्यही भएर अलिअलि मात्र बनाएको छु तिमीलाई देखाएको पनि छैन यस्तै हो तिम्रो चाहिँ एकदम धेरै खुसी हुनुहुन्छ आफ्नो फेभरेट एक्स मेयरहरूको साम्पाङको भएर सहरमा नखाने होस् क्याम्प जानुपर्छ पापा अहिले क्याम्प लिएको छैन गएर बुझ्नु पऱ्यो नि त हाम्रो त रिफरमा आएको हो के गर्नुपर्छ भनेर बिपी हेर जाने बिपी गरिदियो एमर्जेन्सीको त छैन अहिले 1 हप्ताभित्रमा भनेको छ नि त अनि त्यही भएर मलाई 1 हप्ता उता 1 हप्ताको लागि फलोअपमा बोलाएको छ नि त अनि त्यही भएर डाइरेक्ट यता नि दिएको क्या अलिक धेरै नराम्रो छ अरे अनि अब बस्ती बिहोस पनि हुनुभएछ अब त्यतिकै झन् कोही नआएको भए कस्तो गाह्रो हुन्थ्यो भनेर चाहिँ गाइस हाम्रो चाहिँ काम सकिएर अप्रो भएर घर हिँड्यौँ हामी चाहिँ अहिलेसम्म मेरो भिडियो हेर्नुभएको गाइस थ्याङ्क्स फर वाचिङ माई भिडियो लाइक सेयर कमेन्ट गर्ने काम सबैहरूको